आज हामी यो भिडियोमा नेपालबाट न्युजिल्यान्ड अप्लाई गर्दाखेरि के कति कस्टहरू लाग्छ है, केमा कति कति कस्टहरू लाग्न सक्छ त्यो कुराहरू डिस्कस गर्छौँ। लेट्स गो। सबसे सुरुमा अब तपाईँको बिफोर भिजा कस्ट क्यालकुलेट गरौँ। त्यसमा तपाईँको भिजा लन्च गर्नुभन्दा अगाडिको कस्ट आउँछ भिजा फी, जुन चाहिँ तपाईँको 850 न्युजिल्यान्ड डलर पर्छ। अनि अर्को आयो तपाईँको मेडिकल फी, जुन चाहिँ तपाईँको लगभग 10,000 हुन्छ। अनि अहिले न्युजिल्यान्ड डलर चाहिँ नेपालीमा कन्भर्ट गर्दाखेरि चाहिँ इन्टु 87 छ। यसलाई क्यालकुलेट गर्दाखेरि चाहिँ हाम्रो 73,950 आउँछ। यसलाई लगभग हामी 74,000 भनौँ। अनि अर्को आउँछ तपाईँको मिसेलाइनियस कस्ट। यसको लागि चाहिँ हामीले 1.5 लाख रुपियाँ छुट्याएर राखौँ। अब मिसेलानियस कस्टमा के आउँछ भन्दाखेरि तपाईँको वार्डको डकुमेन्टहरू बनाउँदा लाग्ने कस्ट, ट्याक्सहरू तिर्दा लाग्ने कस्ट, र अर्को कुरा फाइनेन्सियल डकुमेन्टेसनहरूमा लाग्ने कस्ट। ट्याक्स, वार्ड, फाइनेन्सियल डकुमेन्ट। अब यो कस्टहरू भयो तपाईँको भिजा लाग्नुभन्दा अगाडिको कस्ट है। अब भिजा लगाइसकेपछि कस्टमा के हुन्छ भन्दाखेरि आफ्टर भिजा, सपोज गरौँ तपाईँको कलेजको ट्युसन फी 1 इयरको लगभग $25,000 छ अरे, न्युजिल्यान्ड डलर। यसलाई इन्टु 87 गरौँ। यसलाई हामीले 25,000लाई 87ले मल्टिप्लाई गर्दाखेरि तपाईँको कस्ट आउँछ 21,75,000 लगभग। यसमा हामीले के पनि एड गर्नुपर्छ भन्दाखेरि तपाईँको जाँदाखेरि लाने क्यास, अनि अर्को कुरा तपाईँको फ्लाइट टिकट, अनि अर्को कुरा सपिङ, योहरूको लागि हामीले टोटल 3 लाख छुट्याउँ है। बढी पनि लाग्न सक्छ, कम पनि लाग्न सक्छ, यो चाहिँ एउटा अजम्पसन मात्र हो। यसलाई मिसकेलाइनियस कस्ट, कस्ट 2 राखौँ, यसलाई 3 लाख रुपियाँ छुट्याउँ। ल अब तपाईँको न्युजिल्यान्ड गर्दाखेरि टोटल लाग्ने कस्ट यति हो है। योभन्दा बढी पनि लाग्न सक्छ, कम पनि लाग्न सक्छ। यसलाई हामीले टोटल गरेर निकाल्दाखेरि आफ्टर भिजा र बिफोर भिजाको टोटल गरेर निकाल्दाखेरि सुरुको यो 74,000, 10,000, 84,000, 84,000मा हामीले 1.5 लाख एड गरौँ, 2,34,000, 2,34,000मा हामीले 21,75,000 गर्दाखेरि 24 लाख लगभग हुन्छ। अनि यो 3 लाख एड गर्दाखेरि चाहिँ हामीले 27 लाख तपाईँको टिकटमा पुग्नुजेलसम्म यति कस्ट हुने भयो है। 27 लगभग है, एक्ज्याक्ट चाहिँ होइन, 27 लाख लाग्ने भयो लगभग। सो तपाईँको न्युजिल्यान्ड अप्लाई गर्दाखेरि टोटल कस्ट 27 लाख लाग्ने भयो है, लगभग 27 हो मैले भन्न खोजेको है। माथि मुनि चाहिँ हुन्छ नै, टोटल होइन यो होइन, माथि मुनि चाहिँ हुन्छ, किनकि मैले यो कुनैमा बढी कुनैमा कम गरेर जोडेको छु। सो लगभग यतिको एक्सपेक्टेसन राख्नुपर्छ भन्ने कुरा चाहिँ आफ्नो माइन्ड मेकअप गर्नु होला। अनि अर्को कुरा, अहिले न्युजिल्यान्डको नयाँ रुल के छ भन्दाखेरि तपाईँको भिजा आइसकेपछि ट्युसन फी तिर्ने बेला तपाईँले आफ्नो लिभिङ कस्ट है, लिभिङ कस्ट पनि उनीहरूले माग्दिन सक्छ होइन। लिभिङ कस्ट माग्दाखेरि चाहिँ तपाईँले आफ्नो न्युजिल्यान्डमा आफ्नो अकाउन्ट क्रिएट गरेर त्यसमा लिभिङ कस्ट हाल्न पर्ने हुन्छ, जुन चाहिँ तपाईँले बिस्तारै न्युजिल्यान्ड गइसकेपछि पाउनुहुन्छ, आफैले पाउनुहुन्छ। सो त्यसलाई चाहिँ हामीले कस्टको रूपमा गन्दैनौँ। अनि त्यो लिभिङ कस्ट चाहिँ माग्दिन पनि सक्छ, नमाग्दिन पनि सक्छ। सो माइन्ड मेकअप चाहिँ त्यही अनुसारले गर्नु होला। 27 लाखसम्मको कस्ट लाग्छ भनेर। यति हो आजको भिडियोमा। थ्याङ्क यू।